यो ब्लगमा चाहिँ जस्ट तपाईँहरूलाई देखाउनु मात्रै चाहेको लिम्बूको चोरको सोर लिम्बू सुब्बाको ट्रेडिसन कस्तो हुन्छ भनेर है। एउटा यो मेमोरीको लागि पनि मैले क्याप्चर गरेको। सो चोरको सोर आउँदाखेरि चाहिँ होइन यस्तो खालको मुभमेन्ट भयो। उहाँहरू चाहिँ त्यहाँ बाटोमा आइपुग्दाखेरि चाहिँ ज्याकहरू यस्तो डरलाग्दो कराएर भुकेर आम्मामा मम्मीले पनि नसकेको मैले पनि नसकेको। लास्टमा चाहिँ यस्तो लट्ठीले झेकेर ल्याएर चाहिँ साङ्लेले बाने होइन। त्यहाँदेखि उहाँहरू चाहिँ बाहिरै बस्नु पर्यो। मेरो बाजे चाहिँ आइपुगेको थिएन त्यही भएर। अन्त अलिकति ट्रेडिसनल फलो गर्नु पर्दाखेरि चाहिँ हाम्रो चाहिँ बहिनी मेरो चाहिँ बहिनी अब हाम्रो घरको चाहिँ छोरी लगेको होइन। अलिकति उहाँहरूलाई चाहिँ अब बाहिर नै बस्यो, चियापानीहरू केही पुछेन। कमसेकम हाफ एन आवरभन्दा बेसी चाहिँ बस्नु पऱ्यो किनकि हाम्रो मेन हेड बाजे पनि आइपुगेको थिएन। त्यही भएर अब बेन्चहरू पनि मैलै थियो होइन, पुस्नुहरू पनि अब पुसेन, टाइम पनि पाएन। त्यही मैलै बेन्चहरूमा बसायो। अन्त उहाँहरू चाहिँ यसरी वेट गरिरहनु भएको छ, तपाईँहरू देख्न सक्नुहुन्छ। यसरी बसिरहनु भएको छ बिचरा, जाडोमा कामदै पनि होला। त्यो मुमेन्टमा चाहिँ हाम्रो एउटा कञ्चन दिदी भन्ने छ होइन, उसलाई चाहिँ माया लागेछ। अन्त यस्तो भने अब उता उनीहरू त मजाले केटा र केटी भाग्यो होइन, सजाय पाउने चाहिँ बिचरा बुढो मान्छेहरू रहेछ। जाडोमा बिचरा कामदै बसिरहेछ भने उसको चाहिँ आँखामा हरिआस भएर माया लागेछ। मैले चाहिँ भन्दै रुनु चाहिँ नरुनु है भनेर। अन्त हामी चाहिँ भित्र अब सल्लाह गर्दै चिया खाँदै बस्यो होइन। चाहिँ उहाँहरू चाहिँ बाहिर वेट गरिरहनु भएको थियो। पानी चिया पनि केही पुछेन अब कति लामो टाइमसम्म होइन। अन्त त्यसरी नै लेट आइपुग्नु भयो हाम्रो बाजे। जब आइपुग्यो एउटा बाजे चाहिँ एक्कासी, म चाहिँ त्यतिखेर उता गएको थिएँ, रेकर्ड गर्नु पाइनँ होइन। कहाँ जानुभएको तपाईँहरू, के को लागि आउनुभयो भने कराएको सुनेर है। बाजे आइपुग्नु भएर अब कुराहरू गर्नुहुँदैछ। फुल चाहिँ टिपेर जमालाई टिपेर लगेर गएछ अरे। त्यो फुल कहीँ हराएको छैन है। अब तपाईँ फुलको थुङ्गा राम्रो फुल कहीँ हराएको छैन। अनि त्यो समाज त्यो फुल मेरो फुल कहाँ गयो, आँगनमा फुल काटेर फुलेको कहाँ गएर खोज्दैछ होला भनेर भन्नुको लागि अलिकति भित्र दैलो फलाउने भनेर भित्र बस्ने हामीलाई एउटा फुल चलाउँदा हजुर त्यसमा फुल चलाउँछ। हाम्रो किलोहरूको चाहिँ फुल चाहिन्छ। त्यहाँदेखि लास्टमा चाहिँ अब रिक्वेस्ट गरेर एकदमै अब बातहरू अलिक मिलेपछि चाहिँ उहाँहरूलाई लु अब चाहिँ तपाईँहरू भित्र जानुहोस् भन्नुभयो। यस्तो हुँदो रहेछ चोरको सोर चाहिँ। मैले चाहिँ अब फर्स्ट टाइम देखेको, हाम्रो घरमा पनि फर्स्ट टाइम एक्सपिरियन्स भएको। त्यही भएर मैले यो ब्लगमा चाहिँ तपाईँहरूलाई देखाउनु खोजेको लिम्बूको ट्रेडिसनल चाहिँ यस्तो हुँदो रहेछ। त्यहाँ राखिदिनु क्यामेराम्यान बस्नुहोस्। भित्र पसिसकेर चाहिँ हामीले चिया पानी पुछेन। उहाँहरूले चाहिँ भने अब चाहिँ चिया होइन, डाइरेक्ट हामी रातो पानी खान्छ नि। आई थिङ्क ड्रिङ्क्स। सो ड्रिङ्क्स मात्रै थियो, ड्रिङ्क्सको साथमा केही चक्नाहरू पनि थिएन। र फेरि हाम्रो बाजे चाहिँ अब गुरु म दयालु मन भएर दालमुटहरू ल्याइदिए, मासुहरू उठेर दिए भनेर हामीले दियो। त्यहाँदेखि खाना दिने पनि हामीले डिसिसन गर्यो। खासमा खाना त दिँदैन त्यस्तो चोरको सोरको मान्छेलाई होइन। तपाईँको छोरी चाहिँ हाम्रो तल भाइको नाम के हो? राधाकृष्ण। मेरो राधाकृष्णको छोराले चाहिँ परमतले उसको जिम्मामा छ। अब आइतबार होइन, आइतबारको दिनदेखि आजसम्म जिन्दगीभरिसम्म नै भनौँ, आजसम्म होइन कि जिन्दगीभरिसम्म नै अब उनीहरूको मिलमा त भएर गएको होला। त्यसै कर होइन होला कि कसो छ, राजी खुसी साथमा उनीहरू गएको छ। अनि तामास काका ठिक खोज्दै होला, दाइली के गर्दै होला। अनि राधाकृष्णको छोराको जिम्मामा छ भनेर सबैजना हाम्रो श्रीकृष्ण दाजु श्रीराम दाजु हुनु सबै छ, सबैको जिम्मामा छ।
अनि सुर्ताबाट केही नगाडिदिनु होला खोजी होला सुर्ता भनेर उहाँको जिम्मामा छ भनेर हामी चाहिँ जाइरी भन्छ जाइरी भन्नु आयो खबर गर्नु आएको तपाईँ अब कस्तो कस्तो मलाई जो ज्ञानको कुरा सिकाउनुहुन्थ्यो है भन्नुहुन्थ्यो जो लापा भन्नुहुन्थ्यो त्यहाँदेखि दाजु यो चिज यस्तो मगाउनु यस्तो मगाउनु तपाईँले मलाई त्यो तपाईँमा धेरै कुराको त्यो नलेज छ नि त्यो तपाईँको छ नि तपाईँको मणिभाइ यस्तो हुन्छ नि गोत्र एउटा हुन्छ कि तपाईँको त्यो थरको छ नि हाम्रो तपाईँको अब त्यो थरहरू छ उहाँहरूको थरहरू छ यस्तो छ कि अब यो कुरो चाहिँ कस्तो भने लामी छाने एउटा विश्वकर्मा हुन्छ है लामी छाने गुरुङ हुन्छ हुँदैन उनीहरूको बिहा बिदाको लागि चाहिँ उहाँहरू एकदमै हतारिनु हुँदै थियो तर फेरि मैले भाउजूलाई भने छिटो माम पकाउनु उहाँहरू हतारिँदैछ त्यति नै खेर राइस कुकर बिग्रियो फेरि 2टा कुकरमा डिभाइड गरेर खाना बनाउनु पर्यो लेट भयो अन्त भन्यो हामीले जब बिदा दिन्छ तब मात्रै उनीहरू जान सक्छ उनीहरूको मर्जीले जान सक्दैन ताकि फेरि कोले मासु खान्छ भनेर सोध्नु गएको अब उनीहरू प्रधान बा केही खाँदैन कि भनेर सोध्नु चाहिँ हामीले कञ्चन दिदीलाई पठाएको थियो होइन के भनेछ उहाँहरूले चाहिँ भनेछ बस्तीको हो कि पोल्ट्रीको भनेछ अनि खासमा चाहिँ हाम्रो पोल्ट्रीकै थियो तर कञ्चन दिदीले चाहिँ भनिदिनु छ है यहाँ त बस्तीको मात्रै पाउँछ पोल्ट्रीको कुखुरा पाउँदैन भनेर अनि यस्तो मजाकहरू पनि भयो होइन अब एउटा लामा गुरुङ भन्छ लामा गुरुङको गोत्र भारद्वाज गोत्र हो यहाँ सुवेडी ख्यालहरूको भारद्वाज गोत्र यिनीहरूको बिहाबारी चल्दैन नि त फेरि हो यो कुरा हो नि त कहाँको सुवेडी कहाँको गुरुङ लामा गुरुङ होइन गोत्रले बाधा पर्छ हो यो कुरा अब आइन्दा पिँढीको नानीहरूले यो कुरो चाहिँ भयङ्कर जान्नुपर्छ अब उनीहरूले जबरजस्ती गरे भनेदेखि चाहिँ उनीहरूको अब लाइफ त्यस्तो अब के भनेको छ भने सुखमय हुँदैन होइन त अनि भगवान् अघि म तपाईँलाई भने भगवान्ले जो चाहन्छ तपाईँको यसरी कहाँबाट काम मिलाएको मन परापर गइसकेर गोत्र हेर्दैन नि उनीहरूले कहाँ हाल्नु पाए भइहाल्यो यो तपाईँको छ नि यो गोत्र तपाईँले मलाई सोध्नुभयो गोत्र तपाईँको यो थर मिल्दैन नि थर नमिल्दाखेरि हाम्रो मिलिहाल्छ बाई बाई आजको लागि यति नै अनि दिस ब्लग इज जस्ट फर इन्टरटेनमेन्ट सो नेगेटिभ प्रकारले नदिनुहोस् होला अनि फेरि नेक्स्ट ब्लगमा भेटौँ अनि मेरो ब्लग मन पऱ्यो भने सेयर लाइक कमेन्ट गरिदिनुहोस् होला